फेरि आफ्नो ट्र्याकमा फर्का तर मुलुकलाई संवैधानिक बाटोबाट लोकतान्त्रिक प्रणाली अन्तर्गत चलाउने परिस्थितिमा पुर्याउने र भएको क्षतिबाट ठुलो क्षति भएको छ यसबाट राष्ट्रले मेकअप गर्नुपर्नेछ यस क्षतिबाट माथि उठ्नुपर्नेछ र अगाडि बढ्नुपर्नेछ। यस स्थितिमा हामी यहाँ जम्मा भएका छौँ। यसका निम्ति हाम्रो पार्टी जो देशको सबभन्दा लोकप्रिय पार्टी हो देशको इतिहास बोकेको प्रमुख पार्टी हो यस पार्टीले आफूलाई तदनुसार नै तयार राख्नुपर्छ। त्यसकारण हाम्रो पार्टीमा र यस बन्द सत्रमा समेत जेनजी युवाहरूदेखि लिएर जो जेनजी भन्ने गर्छन् नि आजकल नवयुवाहरूदेखि लिएर अरू युवा अनुभवी साथीहरू र अलिक उमेर लामै समय देश र जनताका लागि आन्दोलनमा पार्टीमा लागेर अनुभव हासिल गरेका नेता साथीहरू सबैको एउटा सुन्दर कम्बिनेसन यस बन्द सत्रमा समेत रहेको छ। महिलाहरूको अत्यन्त सुन्दर प्रशंसा योग्य सहभागिता छ। महिलाहरूको यस्तो सुन्दर सहभागिता अरू कसैले गर्न सकेन। एकपल्ट अगाडिदेखि पछाडिसम्म सम्पूर्ण महिला दिदीबहिनीहरू एकपल्ट उठिदिनुहोस् त कति हुनुहुँदो रहेछ। अत्यन्तै सुन्दर सहभागिता 40 वर्ष मुनिका युवाहरू एकपल्ट उठिदिनुहोस् त। 40 मुनिका युवा साथीहरू ढुक्क हुन सकिन्छ। हाम्रो पार्टी एउटा पुस्तान्तरण र हस्तान्तरणको सुन्दर सिलसिलाका साथ अगाडि बढिरहेको छ। हाम्रोमा यस पार्टीमा अत्यन्तै सुन्दर सहभागिता छ, समावेशिता छ। एकपल्ट गरिब साथीहरू थुप्रै साथीहरूले एकपल्ट उठिदिनुहोस् त। धन्यवाद छ साथीहरूलाई। 200 भन्दा बढीको संख्या कमसेकम देखिन्छ। राम्रो सहभागिता मधेसलाई हेला गर्यो एमाले भन्छन्। एकपल्ट तराईबाट आउनुभएका साथीहरू उठिदिनुहोस् त। धन्यवाद। मैले धेरै केही भनिरहनु परेन। एमाले स्वयं ठुला फुलका हामी एउटै माला एमाले स्वयं ठुला फुलका हामी एउटै माला नेपाली र यो स्वयं ठुला फुललाई एउटै माला बनाउनका लागि एमाले असाधारण सङ्घर्ष गरेको छ। हाम्रो बीचमा फाटो ल्याउने अनेक प्रयासहरू भए। ती प्रयासहरूलाई
हामीले सफलता त्यसलाई असफल पारेका छौँ कि अनेक हामी बिचमा बाटो ल्याउने प्रयासहरूलाई असफल बनाएका छौँ। हामीलाई जात जातको नाउँमा, धर्म धर्मको नाउँमा, भाषा भाषाको नाउँमा, भूगोल भूगोलको नाउँमा, थर थरका नाउँमा अनेक हिसाबले विभाजित गर्न खोजियो। तर हामीले ती कुराहरूलाई पराजित गऱ्यौँ। तर सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भाव कायम गर्ने र राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ हामीले जस्तै प्रतिकूल परिस्थितिमा पनि अगाडि बढ्यौँ। यहाँ अनेक प्रकारका स्वार्थका रोटी सेक्ने कामहरू हुन खोजे। हिंसालाई सफल बनाउनका लागि विभिन्न प्रकारले भावना भड्काउने खालका कामहरू हुन खोजे। तर ती कुराहरू हामीले असफल बनायौँ। हाम्रो पार्टीप्रति हामीले गर्व गर्नुपर्दछ। राष्ट्रियता हामीले सिमानामा मात्रै होइन, जनताका मन मनमा एकता बनाएर जोगाएका छौँ, जोगाउने अभियान छ। एउटा सानो देश आफ्नो सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा गर्नु र हाम्रो स्वाभिमानको झन्डा माथि उठाउनु सजिलो कुरा होइन। नेकपा एमाले भएकै हुनाले हामीले त्यो कामहरू गरेका छौँ, त्यो सफलता हामीले प्राप्त गरेका छौँ। अहिले पनि प्रयासहरू भएका छन् देशलाई विभाजित र विखण्डित गर्ने। तर त्यस्ता प्रयासहरूलाई हामीले असफल पार्नु छ र हाम्रो अभियानलाई एकताबद्ध भएर विविधतामा एकता हाम्रो नारा, हाम्रो नीति, हाम्रो तरिका। त्यसका साथ हामी राष्ट्रिय एकता कायम गर्छौँ र अगाडि बढ्छौँ, अगाडि बढिरहेका छौँ। यस कुरामा नेकपा एमाले अविचलित ढङ्गले दृढ छ। त्यसो भएर नेकपा एमाले आफ्ना काँधका अभिभावकहरूलाई, आफ्नो काँधमा रहेका जिम्मेवारीहरूलाई बहुत राम्ररी बुझ्छ र ती जिम्मेवारीहरू पुरा गर्ने दृढ अटुट र सङ्कल्प गर्छ। यो सम्भव छ किनभने यो सङ्कल्प नेकपा एमाले, यो सम्भव छ यसकारण कि हामीले अत्यन्तै जायज, न्यायपूर्ण, वैज्ञानिक गन्तव्य बनाएका छौँ, सङ्कल्प बनाएका छौँ। त्यसकारण यो न्यायोचित सङ्कल्प हामी पुरा गर्न सक्छौँ। त्यो पुरा गर्ने हामीसँग दृढ अठोट छ। यो नै त्यस कुराको ग्यारेन्टी हो, प्रत्याभूति हो। हामीले कहिले कहिले कुनै कुनै कुरामा ढङ्ग पुर्याएका नहुँदा कहीँ केही कमी भएको हुन सक्ला। ती कुराहरूबाट सिक्दै हामी अगाडि बढिरहेका छौँ। र हामीले एउटा भुल नगर्ने, कमसे कम हामी बेइमानी गर्दैनौँ, भुल नगर्न कोसिस गर्छौँ। भुल भयो भने सच्याउँछौँ, तर इमानमा हामी छोड्दैनौँ। हाम्रो इमानका साथ हामीले तय गरेका सही नीतिहरू र इमानका साथ हामीले गरेका कामहरूप्रति अर्थात् हाम्रो इमानमा हामी गर्व गर्दछौँ। यस भावनाका साथ हामी अगाडि बढ्छौँ र बढौँ भन्ने आग्रह गर्दछौँ।
विश्वले हामीलाई हेरिरहेको छ, हाम्रा निर्णय र निष्कर्षहरू हेरिरहेको छ। हरेकलाई चित्त नबुझ्न सक्दछ। हाम्रो केन्द्रीय कमिटीमा हामी सबै पर्दैनौँ भन्ने हामीलाई थाहा छ। हामी सबै केन्द्रीय कमिटीमा पर्दैनौँ, हामी सबै विभिन्न पद ओहदामा पर्दैनौँ। फेरि पनि महाधिवेशनको सुरुवात जसरी उत्साह उल्लास र उमङ्गका साथ हामीले गरेका छौँ, अन्त्यमा हामी सबै पर्दैनौँ भन्ने थाहा छ। त्यो निष्कर्ष हुँदा हामी के भन्छौँ भने हामीले योग्य नेतृत्व छनौट गर्न पाएका छौँ, योग्य नेतृत्व छनौट गरेका छौँ, विभिन्न निकायहरू सही ढङ्गले निर्माण गरेका छौँ र एकताबद्ध भएर नेतृत्वका वरिपरि गोलबन्द भएर काम अगाडि बढाउने सङ्कल्पका साथ खुसी साथ गरेका छौँ। यो हामीलाई थाहा भएको कुरा। एउटा जटिल अवस्थामा आयोजना भइरहेको यो 11औं महाधिवेशन र खास गरी हिजो